हेलो हेलो गाइज, आज चाहिँ एकदमै तपाईँहरूलाई चाहिँ मेरो यो भ्लगमा स्वागत छ। आफ्टर लङ टाइम भ्लग बनाइरहेको छु यतापट्टि। यसो आज हामी चाहिँ त्यस्तो खास प्लान थिएन। हामी अब खासै केटाहरूको विदाउट प्लान जाने विचार हुन्छ, तपाईँहरूलाई थाहा नै होला। आज हामी चाहिँ यसो माथि यो व्हाइट हाउसतिर गएको थियौँ कि यस्तो कन्डिसन थियो, पुरै पानी सानी आइरहेको थियो अलिअलि। हामी त्यही पनि हिँड्थ्यौँ। यहाँ पवन हेर्नुहोस् तपाईँहरू कस्तो हिँडिरहेछ, ल्यामलुम गर्दै हिँडिरहेको छ पवन। रमाइलो भइरहेको थियो जोस् हल्का हल्का। आज हामीसँग त्यस्तो गेस्टहरूमा चाहिँ एउटा पवन दोस्त अनि हाम्रो सन्तोष दाई, एकदम नजिकको दाई, त्यसपछि भुवन। हामी हिँडिरहेको थियौँ। यस्तो भ्लग बनाऊ भन्ने सोच त आइरहेको थिएन, तैपनि यसो गरौँ त केही भन्ने भइरहेको थियो। अनि यसो भिडियो क्लिपहरू लिइरहेको थिएँ। पवन बेला बेला के पातहरू अलिक बढी एक्साइटेड थियो कि पवन। के पातहरू यताउति देखाएर यसो गरिरहेको थियो कि यताउति। माथि त्यो के बोस्को भन्ने गाउँ रहेछ, त्यो गाउँसम्म पुग्ने हाम्रो खास लक्ष्य हो। व्हाइट हाउस जाने भने, तर व्हाइट हाउसको लागि हामीले त्यताबाट बाटोघाट चाहिँ भेटेन। अनि यिनीहरूलाई म सोधिरहेको थिएँ कस्तो भइरहेको छ केटा हो, कस्तो भइरहेको छ तिमीहरूलाई वाकिङ सकिङ यताउता भनिरहेको थिएँ। यिनीहरू चाहिँ एकदम रमाइलो भइरहेछ भनिरहेको थिएँ। अनि एउटा ठाउँबाट चाहिँ हामीले हेऱ्यौँ, लगभग यो काठमाडौँको बब्बार भ्यू देखिरहेको थियो यहाँबाट। यस पुरै काठमाडौँ निहालिरहेको थियौँ कि हामी आँखाले। यो सन्तोष दाई फोटो खिच्दै भाइ भनेर उभिरहेको थियो त्यहाँनिर। अनि माथिबाट एउटा देशी भैया पनि आयो, तिनलाई के छ भैया भने हामीले। अनि त्यसपछि हामी फेरि हिँड्यौँ। अनि हामी त्यो गाउँ पुग्ने बेला थियौँ। मैले यसलाई सोधिरहेको थिएँ कहाँ हो गाउँ भनेर। यसले चाहिँ देखाएको थियो कि अगाडि यो गाउँ भनेर, यो अगाडि नजिक भनिरहेको थियो। अब चाहिँ हामी लगभग गाउँको पोइन्टनिर पुगिसकेका थियौँ। यो चाहिँ एकदम बब्बाल गाउँ, एकदम बब्बाल दृश्य थियो गाउँको, होइन। पुरै पाहाडको जस्तो हाम्रै पुरै पाहाडको भाइ भइरहेको थियो कि यहाँ पुरै मकैहरू, होइन, यताउता। अनि गाउँ घर त्यस्तै, अनि नासपातीहरू फलफुल त्यस्तै, काँक्राहरू फलेको बारीमा, अनि फर्सीहरू फलेको। त्यसपछि पाहाडको जस्तै, पाहाडमा बर्खामा जस्तो भ्यू हुन्छ नि, सेम त्यस्तै भ्यू के। अनि माथि कहीँ त्यो आगो सागो बारेको पनि हामीले चाहिँ त्यो गरिसकेपछि सिङ्गल भिडियोहरू बनाउन थालेँ। यहाँ पवनको भिडियो बनाइदियो, अनि सन्तोष दाइले बनायो भिडियो। त्यसपछि एकछिन मैले पनि भिडियो बनाएँ त्यहाँ। अनि फेरि लगभग भिडियो बनाइ नै रहेको थियौँ हामी। त्यसपछि भिडियोका कार्यक्रमहरू सकिन्न आँटे बेला फेरि मलाई आज अलिअलि भिडियो बनाउँ जस्तो भइरहेको थियो। पछि बनाऊ भन्ने लाग्यो, फेरि भिडियो बनाउन थालेँ। यो गाउँको बिचमा एउटा भिडियो त कसो नबनाएर हिँड्ने जस्तो भयो क्या। त्यसपछि भिडियो छिटो बनाएर अनि भुवनले चाहिँ त्यो गाउँको बिचमा चाहिँ भुवन भिडियो बनाउन थाल्यो। अनि म चाहिँ अगाडि हिँड्न थालेँ। त्यसपछि पानी पर्ला जस्तो भयो। त्यसपछि हामी ओह्रालो झऱ्यौँ। अनि हामीले नासपाती पनि किन्यौँ त्यहाँ। 100 रुपियाँको 10 दाना मात्र दियो, 2 दाना एक्स्ट्रा गरेर 12 दाना दियो। अनि पानी परिरहेको थियो, हिँडिरहेको थियौँ त्यो बिचको गाउँको बिचमा के। यसरी काँक्राहरू फलिरहेको थियो, मैले जुम गरेर देखाएँ। काँक्रा साँक्रा फलेको बब्बाल लाग्यो कि एकदम पुरै हाम्रो पाहाडको जस्तो भाइब, दामी मजा आइरहेको थियो। तर पानी पऱ्यो, नत्र यति चाँडो आउने प्लान थिएन हाम्रो खासमा। अनि पानी सानी पऱ्यो, अब के गर्ने यता पनि भन्ने जस्तो भयो कि। अनि निस्क्यौँ। यहाँ चाहिँ एउटा पार्क टाइपको हो कि के, नर्सरी जस्तो थियो, दामी एकदम डेकोरेटेड, होइन, बब्बाल कडा थियो क्या। अनि हिँडिरहेको थियो हामी मजाले। त्यसपछि हिँड्ने क्रममा त्यहाँको एउटा लोकल आन्टीसँग भेट भयो। उहाँले चाहिँ पाहाडको जस्तो त्यो लाम्लो बाँधेर भट्टहरू लिएर आउँदै हुनुहुन्थ्यो। अनि उहाँसँग एकदम गफगाफ हो, के गर्छ अन्त यतातिर। अनि हामीले जग्गाको पनि कुरा गऱ्यौँ, यहाँतिर त अलिक सस्तो होला आन्टी भन्ने कुराहरू पनि गऱ्यौँ। आन्टीले ठिकै छ बाबु, कति आनाको कति 20 लाख के छ कस्तो कुरा गर्दै हुनुहुन्थ्यो। अनि आन्टीसँग एकदम रमाइलो कुराकानी भयो। भट्टहरू पनि निकालेर खाएँ मैले। यिनी आन्टीहरू चाहिँ त्यो भट्टहरू खासै नपकाउने, अनि खालि त्यसको चाहिँ सुकाएर दाल मात्र खाने रहेछन्। तर हाम्रोतिर चाहिँ आला भट्टहरू पायो भने यसो पकाइन्छ नि त। अनि यहाँ पवन लड्यो। एकछिन पवन लडिसकेपछि हल्का कहानी बन्यो त्यहाँ। मैले पवन लड्दाखेरि भिडियो त बनाउन पाएन, त्यसपछि बनाएँ। यस्तो बाटोमा त अब कहाँ केटा हो त्यस्तो सजिलो तरिकाले हिँड्न सकिन्न नि त, पुरै ओह्रालो थियो, चिप्लो थियो पानी परेर। अनि मैले चाहिँ केटाहरूलाई अगाडिको त्यो बुढी आङ्लालाई दाबेर हिँड्न केटा हो, चिप्लिन्न भनेर बिस्तारो भनिरहेको थिएँ। त्यसपछि यहाँ छेउमा हामीले बस्ने ठाउँ पायौँ। यो चाहिँ यहाँको सायद सार्वजनिक ठाउँ थियो, यहाँभित्र भाँडाकुँडी के थिए राखे। अनि त्यसपछि यहाँ बस्ने यताउता पनि थियो। अनि एकछिन हामी बस्यौँ।
त्यसपछि त्यहाँ बसिसकेपछि मैले केटाहरूको फिडब्याक लिएँ, कस्तो भइरहेछ केटाको, मजा आइरहेको छैन है। भुवन चाहिँ डबल लागिदिरहेको थियो, दाइले पनि एकदम राम्रो, पवन पनि एकदम बब्बाल भनिरहेको थियो। एकछिन हामीले त्यहाँ पानी सानी एकछिन कमन दियौँ। पानीले अलिअलि भिजेर चाहिँ हाम्रो वस्तु मेरो चाहिँ कपाल सपाल अलिअलि भिजिसकेको थियो। त्यो धेरै पानी त थिएन, अलिअलि पानीमा त्यही पनि कपाल त भिजिहाल्छ नि त होइन। त्यसपछि अब निस्कुनुपर्छ हो केटा हो भनिसके पश्चात चाहिँ हामी त्यहाँबाट एकछिन गफगाफ पनि गऱ्यौँ त्यहाँ। अनि पवनलाई सम्झाइरहेको थियो हामी, यताउता पनि यस्तो नगर त तिमी यार, स्टोरी धेरै नआला भन्दै त्यही स्टुडेन्टहरू पनि आए, विद्यार्थीहरू आइरहेको थिए। त्यसपछि एट द इन्ड हामी तल्लो बाटो आउँदै गयौँ। तल्लो बाटो पनि एकदम राम्रो भ्यू देखिरहेको थियो। अनि त्यसपछि भुवनले भन्यो ल्या भ्लगको एन्ड चाहिँ म गर्छु भनेर भुवनले मोबाइल समायो र एट द एन्ड भुवनले भ्लग